नमस्ते साथीहरू, मेरो डे 5 मिनी ब्लगमा सबैलाई स्वागत छ। आज पुष 15, ह्यापी पुष 15 है सबैलाई। म यता माछा बनाउँदैछु। ससुरा बुवाले लिएर आउनुभएको थियो आज माछा। मलाई चाहिँ फ्राई गरेर मनपर्छ कि माछा बनाउन, अनि फ्राई गरेर बनाउन लागिहालेँ माछालाई। मसला चाहिँ मैले मिक्सचरमा पिसेर रेडी गरिसकेको थिएँ। टमाटर पनि मैले मिक्सचरमै पिसेको के झोल अलि बाक्लो हुन्छ नि त, अनि त्यही भएर झोल हालेर बनाएपछि चाहिँ पछि हाल्छु म माछा चाहिँ झोल पहिला हालेर, अनि पछि भुटेर बनाउँदिनँ कि म माछा। अनि बनाइसकेको थिएँ माछा, अनि भात पनि बसालेँ। पहिला माछा बनाएर पछि भात बसालेँ। अब तातो हुन्छ नि त भात त। अनि तरकारी पनि खान मन थियो, काउली र आलु अलिकति बनाएँ। अनि काउली र आलु बनाएर नानी पनि यता पढ्दै थिइन्, नानीलाई पढाउँदै यता खाना बनाउँदै गरिरहेको थिएँ। अनि खाना नि पाकिसकेको थियो, माछा र भात चाहिँ पाकेको थियो। अब तरकारी पनि बाँकी थियो, तरकारी नि पाक्न आँट्यो। टमाटरहरू हालेँ। आजको मौसम चिसो भएर खाना एकदम